हेलो एन्ड नमस्ते एभ्रिवान, आई होप यु अल आर डुइङ वेल। अनि यहाँहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। इट्स अबाउट अ डे एट युनिभर्सिटी। भ्लग बनाउँछु त भने बट आई लिटरली वक अप लेट क्या। 8:30मा उठेँ म। त्यही पनि मेरो साथीले कल मेसेज गर्दा 9:30 बजीदेखिको क्लास थियो, म 8:30मा उठेँ क्या। तर पनि ठिकै छ नि त, कसरी हुन्छ एडजस्ट गरेर बनाउँला भिडियो भनेर बनाएँ। कलेजको गेटदेखि मात्रै स्टार्ट गरेँ क्या। मैले बिहानदेखिको मेरो स्केड्युल्सहरू के थियो त्यो चाहिँ मैले क्लिपमा ल्याउन सकिनँ बिकज आई वक अप लेट। अ डे इन माई लाइफ भिडियो बनाउँछु भनेर सुतेको मान्छे डे सकिने बेलामा उठ्दाखेरि त खत्तम बर्बाद भएन त। तर पनि ठिकै छ, मैले जसरी सक्छु त्यसरी एडजस्ट गरेर गरौँला क्लिपहरू भनेर चाहिँ भिडियो बनाउन थालेँ। अनि मेरो फर्स्ट क्लास थियो माइक्रो कन्ट्रोलर। म्यामले हामीलाई जसरी गाइड गरिरहनु भएको थियो त्यसरी गऱ्यौँ, हामीले कोडहरू गऱ्यौँ अनि हाम्रो रन भयो। त्यस पछाडि क्लास सक्यो, 2-3वटा कोड गरे पछाडि क्लास सक्यो। अनि मेरो चाहिँ फर्स्ट र सेकेन्ड क्लास बिचमा चाहिँ 1 आवरको ब्रेक हुन्छ। मेरो अर्को क्लास थियो 1 o'clockबाट। त्यस पछाडि हामी गयौँ सिउतर्फ खाजा खानलाई। अनि मैले चाहिँ साथीलाई भनिरहेको थिएँ मेरो हल्का क्लिप्सहरू लिइदेऊ है, आज मैले भ्लग हाल्छु होला, मिनी भ्लग क्लिप्सहरू लिइदेऊ है भनेर भने। अनि उसले मेरो लिइदिँदै थिइन्। त्यस पछाडि हामी सिउ गयौँ अनि आफूलाई जे मनपर्छ त्यही लियौँ। एज अलवेज मैले चाहिँ कार्बोनारा लिएँ मेरो लागि। अनि मेरो साथीले चाहिँ यल रामेन लिएको थियो हो। उसले चाहिँ डिफ्रेन्ट टेस्टहरू गरेर हुन्छ, बट मैले चाहिँ त्यस्तो धेरै नयाँ कुराहरू चाहिँ मलाई चाख्न चाहिँ मन लाग्दैन बिकज मेरो टेस्ट नबिग्रियोस् भनेर। मलाई चाहिँ भरसक मेरो मुखमा नमिठो कुरा चाहिँ नपरोस् नै भन्ने लाग्छ। अनि हामी चाहिँ एकअर्काको रामेन टेस्ट गर्दै थियौँ। मेरो चाहिँ हल्का ड्राई भएकोले उसलाई मन पर्यो अरे। म नेक्स्ट विक यस्तै ड्राई बनाएर खान्छु भन्दै थियो। अनि हाम्रो हेर्दा ब्रेक पनि सक्यो क्या। 1 घन्टा कति छिटो सकिन्छ। 1 घन्टा होइन क्या, आज त म्यामले 15 मिनट अगाडि छोडिदिनु भएको थियो अनि 1 घन्टा 15 मिनट सक्यो क्या बस्दा बस्दै। अनि मेरो चाहिँ अर्को क्लास थियो डेटा साइन्स विथ पाइथन। त्यो चाहिँ यस्तो मैले होइन त्यसको क्लिपहरू केही पनि लिन रहेछु क्या बिकज वी वर रियली फोकस्ड। अनि सरले हामीलाई राम्ररी पढाइरहनु भएको थियो। अनि हामी चाहिँ थ्योरीमै पढिरहेको थियौँ अनि कोड पनि लास्टमा गऱ्यौँ, बट मैले चाहिँ केही पनि क्लिप लिन बिर्सेछु। त्यस पछाडि हाम्रो यो लास्ट क्लास हो मेकानिकल ड्रइङ। इट वाज इन्ट्रेस्टिङ बट म चाहिँ लास्ट थाकिसकेको थिएँ बिहानदेखि बस्दा। एन्ड द क्लास इज फाइनली ओभर। इट्स 7 PM अनि म चाहिँ मेरो रुमतिर जाँदैछु। 7 बज्दाखेरि पनि कस्तो उज्यालो छ हेर्नुहोस् न। मेरो चाहिँ 2 दिनको क्लास छ, आज र भोलि। अनि भोलिको क्लास चाहिँ 4 बजी नै सकिन्छ, त्यो ठिकै छ। आजको चाहिँ म बिहान 9 बजीदेखि बेलुकाको 7 बजीसम्म युनिमै हुन्छु कि। मेरो चाहिँ कलेजको ठ्याक्कै गेट अगाडि नै दाइजो पर्छ। अनि मेरो केही सामानहरू लिन पर्ने भएकोले म चाहिँ एकछिन दाइजो पनि छिरेँ। बट मैले जे कुराहरू खोजिरहेको थिएँ त्यो मैले पाइनँ। अनि म चाहिँ फर्केँ। अरू पनि डिफ्रेन्ट सामानहरू आएको रहेछ राम्रो, बट म नेक्स्ट विक चाहिँ लिन्छु भनेर त्यतिखेर चाहिँ म केही पनि नलिकन दाइजोबाट फर्केँ। टाइम वेस्ट जस्तो मात्रै भयो यो चाहिँ। त्यहाँबाट निस्केर म मेरो साथीको साइकलमा घर फर्किँदैछु। अनि मलाई चाहिँ जब यो साइकल कुदाउँछु नि मलाई चाहिँ म नेपालमै छु जस्तो फिल हुन्छ। 10 घन्टा युनिमा बिताएर म चाहिँ बल्ल घर आइपुग्दैछु कि रुम, बट घरभन्दा पनि फरक चाहिँ नपर्ला। I'm finally home. I freshened up and that's where the day finally came to an end. It was a hectic schedule and I'm honestly exhausted. So let's end it here. Thank you so much for watching. Much love and see you in the next vlog. Till then, stay safe, stay healthy and stay blessed. Bye bye.